हेलो गाइज वेलकम टु ब्याक टु माई च्यानल। तपाईँलाई धेरै धेरै स्वागत छ। फेरि पनि म सानो छोटो भिडियो चाहिँ लिएर आउँदैछु। त्यो त हल्का क्या मायाको बारेमा चाहिँ म भन्न चाहन्छु। के हो माया भनेको के हो भने क्या म फेरि पनि भन्छु केटीहरूलाई, अब यो माया चाहिँ सकेसम्म साँचो माया लाउनु। कसैको झुटो कसैले झुटो माया लागेर कसैको ज्यान गुमाउनै पर्ने चाहिँ अवस्था हुन्छ नि, त्यस्तो उच कहिले गरेँ। अहिले म पनि अस्ति सिन्धुपाल्चोकको मान्छेसँग एउटा केटी थियो, मैले बोलेँ होइन, राम्रोसँग बोलेँ, तर उहाँले चाहिँ मलाई एकदम बोल्दा बोल्दै एक्कासी मैले के भनेको थिएन, उसले चाहिँ एकदम सिधै मलाई ब्लक हान्दियो। मैले त हेऱ्यो मलाई जिस्काएको होला भनेर म त साँच्चै सोचेको थिएँ। अनि यसो सबै ट्राई गर्दाखेरि नै त्यसले मलाई त एकदम ब्लक गरेँ। म धेरै माया गर्थेँ क्या त्यसलाई, आफूले भन्दा पनि धेरै बढी चाहन्थेँ। सबै कुरा फिक्स भएको थियो। खै एक्कासी त्यस्तो गर्दा मेरो मन धेरै दुख्यो होइन। खै सोच न धेरै मायामा विश्वास कहिले पनि नगर्नु होला। सबै हो साथीभाइलाई भन्छु। त्यही त नै माया विशेष भनेको त्यो एकअर्काको मन जित्नुपर्छ, एकअर्काको मनको कुराहरू बुझ्नुपर्ने हुन्छ नि त। भन्छ नि एक राम्रो केटी पायो अलिकति आई लभ यु भन्दै त हुन्छ नि हाँसेर, त्यो कहिले पनि हुँदैन। माया चाहे दूरी वा टाढैबाट पनि हुन्छ नि। अब म टाढो भए पनि उहाँ टाढै छु होइन, त्यो त साँचो माया हुन्छ नि, मनबाट गर्ने हो क्या। मैले त धेरै दुःख खाएको मान्छे होइन। एक्चुली माया भन्ने चिज कस्तो हुन्छ भने धोका खाएर मात्रै थाहा हुन्छ उनीहरूलाई, हो यो माया त हो। हुन त भन्छु एउटा अझै है कुरा, तपाईँहरूलाई कसैले केटीले धोका दियो भने कहिले पनि ज्यान नगुमाउनुहोस्। जब मायाको चाहिँ लागि र केटीको लागि ज्यान गुमाउँछ त्यो दाबी कहिले पनि नगर्नु होला भन्न चाहन्छु। ओके, यो एउटा केटीको लागि ज्यान दिन्छ नि, आफ्नो संसार आफ्नो बुवा आमा छोडेर छोड्छ होइन, माया सबैलाई छोडेर जानु भनेको एकदम कुरो हो होइन। जब हामी शरीरमा ताकत छ नि, शरीरमा चाहिँ हाम्रो ताकत हुन्छ चाहिँ मिहिनेत गर्ने कमाउने हो क्या। कहाँ अब केटीको पछि लागेर चाहिँ हामी आफ्नो काम छोडेर टाइम बर्बाद गरेर होइन,